गुड मर्निङ साथीहरू। आज चाहिँ हामी यता जाउला खेलमा रहेको यो चिडियाघरमा आएको छौँ है। तर कस्तो राम्रो बनाएको रहेछ कि साथीहरू। पहिला चाहिँ पहिला म आउँदा चाहिँ अलि पहिल्यै आएको नि त। योभन्दा 10 वर्ष अगाडितिर आउँदाखेरि यस्तो थिएन। अहिले चाहिँ कस्तो राम्रो बनाएको रहेछ है साथीहरू। आज चाहिँ छुट्टी भएको भएर हामी चाहिँ यतातिर घुम्नु ल्याएको हो मेरो छोराछोरीलाई। हेर्नुहोस् है साथीहरू। अब यता पिङमा आऊ। यहाँ पनि कस्तो राम्रो बनाएको रहेछ अहिले त। कस्तो मजा आयो क्या, धेरै दिनपछि यता आएको क्या। यस्तो खाले पिङ रहेछ है। खेल्ने हो अझ डराउँछ छोरा, तिमी नखेल्नु ल। कुन सिन्चेनवाला भनेको? कुन भनेको दिदी? आमाम शनिबार त टन्नै मान्छे हुने रहेछ त। नगर्नु नगर्नु छोरा, आउनु। लड्छ नि। टिकट होला नि त त्यो खेल्नलाई। वाउ कस्तो राम्रो। तर गुमुत गनाउने के चाहिँ। मान्छे त शनिबार त कति हो कति। लेट्स गो। नील गाई हो क्या, नील गाई। देखियो सानोले गाई। लो जमाउनु भयो अब। जङ्गेरी बदेल ऊ त्यहाँ हेर्नु छोरो, सुतिरहेछ ऊ। हो त चढेर हेर त ऊ। देख्यो दिदी? देख्यो उता भन्दैछ म यता छु भनेर। आमा मान्छे कति हो आज त। तर पहिला हेरेर चाहिँ राम्रो बनाएर रहेछ। पहिला यतिको राम्रो थिएन। मङ्की देख्यो? नकुदा है, किन कुदिरहेको? साथी हेर तिम्रो भाइ, तिम्रो साथी हो तिम्रो? कुन? त्यो यो अरे भाइ तिमी हेलो। लु गर ल भन ऊ आ गर बाबु। बादर त देखिरहेको त। रातो बादर रे यो रातोवाला जाने। त्यहाँ बसिरहेको रहेछ। कस्तो रुखकै कलर हो त्यो त।
टाइगर पनि रहेछ कत्रो लाम त्यही भने तल भुइँ छुइरहेछ पुच्छरले एउटा अब यहाँ त कत्रो रङ त यहाँ झन् ठुलो छ यहाँ देखेन उते ठुलो देख्यो खै टारको उते लाइन होइन टाइगर छ टाइगर यहाँ चाहिँ कतै यत्रो देखेको क्यामेरामा यता देखाउन न दुईटा मात्रै देखे चराले टाइगर खै हेर न यहाँबाट यताबाट हेर त यताबाट हेर देखेन यहाँ चाहिँ फेरि हाम्रो हुनुहुन्छ गैडा ज्याङ्गो गैडा घाम तापिरहेछ जाडो मस्तसँग मोडर्न चिज हो होइन केरा कस्तो हुँदैन छोरा यो चाहिँ अर्कै खालको मुखै अर्कै छ है तोला जस्तो गयो हेर न छोडेर खाएको यो खानु बाँड्नु सुगा जस्तो मुख भएको यो जालीले छेकेर के फेरि खासै राम्रो नदेख्ने रहेछ यहाँ रहेछ हात्ती चाहिँ खोज्दा खोज्दा कहाँ छ मेरो छोराले हेर्ने भने हात्ती ऊ यहाँ रहेछ घुम्दै रहेछ ऊ हेर हिँडे गऱ्यो अब हामी चाहिँ पक्षी शाखातिर लाग्यो ए जनावरलाई हेर्न जनावर आएको छ ऊ यहाँ बनाएको देख्यो चराले घर बनाएको त्यो सानो डल्लो देख्यो त उहाँ बाघ घारीमा बाघ हेर्नलाई भेट्छ भनेर डराएर बस्नु परेको छ यहाँको मान्छेलाई पैसा तिरेर बाघ हेर्नु परेको छ यार जमाना पनि संसार पनि हो पैसा तिरेर हेर्न आउनु परेको छ थुनेको बाघलाई हेर्ने पैसा तिरेर बाबा मान्नुपर्छ मलाई पख एकैछिन त्यहीँ बस है ओ आमा भालु जुते गरे माथि ओ भालु कत्रो रहेछ हेर यहाँ थुप्रो रहेछ त अघि एउटा मात्रै देखेको हामीले त है पुगेको ए फाइट गर्दैछ के अस्ट्रिचहरू ओ हो मयूर होइन भनेको अस्ट्रिच नै हो ल हिँड्नु त ऊ आमामा हेर त त्यहाँ उफ्रिन्छ नि देखेछ र चरा उतै आयो उतै हिँड त कत्रो ठुलो छ है एकैचोटि त्यसको मुखले ठुँगेर यता आइपुग्ला जस्तै छ त ए चारो खाँदै रहेछ नि त नि केही गरिदिन्छ र त्यो त जेलभित्र छ अनि त्यसले केही गर्दैन नि केही गर्नु सक्दैन अनि अब चाहिँ बोट चढ्न जाऊँ है हामी पनि त्यहाँ बस्छ त एकछिन दिदीभाइ के चाहिँ गर्नुपर्छ ल आऊ आऊ आऊ
हिँड्नु के नाटक गरेर हिँड्यो हो त्यस्तो दिदी हल्का फर्क उता बस त एकचोटि उता बस ओ हक्छ के मास्तिर हेर त यो रुख वरिपरि ल अब त गइदिउँ है घर अब फेरि घर पुग्दा भयो खेल्ने भन्दैछ अहिले फेरि डरायो भने त बाबु डराउँदैन स्याना ओइ त डराउला के हो खुसी हाल्दैन खुसी पो हुँदैछ त नि नडराइकन ड्रोन बाई ड्रोन गर्नु पर्यो नि त डराए समाउनु समाउनु कोही डराइ क्या एक्लै खेलेको छ त यो बच्चा त अब रमाइलो भयो यसो गर्दैछ मजा भयो कि डर लाग्यो ल आउनुहोस् ल आउनुहोस् मजा भयो कि डर लाग्यो भन्नुहोस् त कस्तो भयो
आँकडै भयो छौरा चाहिँ आएको